भएको बाबु रमेश बाजे खरानी ओ बाजे बाबु यता छु म यता कुखुरा हेर्न गएको त नमस्ते चिरञ्जीवी भाइ बाबु सन्चै हुनुहुन्छ ठिक छु अहिले भगवान्को आशीर्वादले एकदम ठिक छ राजको छोरा हो म त विष्णु गौतमको छोरो हो नि हो र ए मामला बोल्नु छ एकदम ठिक छ हजुर सन्चै हुनुहुन्छ ए ठिक छ बा के कति कालले पाल्यो म 5 वर्ष अगाडि आएको थिएँ हजुर ए हजुर अब के अनि बुढो बुढेसकाल लाग्यो हजुर अरे बाबा आउनु जेठो हो कि हो र हो त ल बेसी ए मैले हातमा सानो काम थियो बाजे भन त बा के हो त गर बिग्रेर अलि आँखा देख्दिनँ खासै अलिअलि गर्छु यता हिँड्नु यता यता बस्नु पऱ्यो यसो बस्नुहोस् त घरमा कोही छैन नि एउटा छोरी आइछ छोरीले त भित्र बाहिर गरिन्छ यता बसौँ यत्रै न बसौँ है त हजुर हजुर ल ल ए यी केटाकेटी नाति नातिना आएछन् क्या हिजो छोरी नाति नातिना आएछन् पानी खान्छ हौ भर्खर खाएर आएको पानी खान्नौ यिनी केटाकेटी छोरीको धेरै छोराछोरी क्या धेरै छोरीछोरी बोकेर आयो कि फगिन लाग्छ अब के गर्ने थोरै थोरै यसो आफ्नो मन लागेको आफ्नो मान्छे आइन्छ अलिअलि भेटिराख्ने चामल देखाऊ यसो नारायण 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 खराब लिएर आऊ खराब लिएर आऊ यो चाहिँदैन कहीँ भन्यो मन्तल सन्तल केही गर्न गऱ्यो एउटा ठाल ल्याइदेऊ बा ठाल ल्याइदेऊ त बा दुमा ठाल ल्याइदिने यसो हेरिदिनु पर्नु बुढो मलाई घरमा काम भएको बाबु रमेश बाजे खरानी ल ल ठिक छ एउटा ठाल ल्याउनु पाएको अस्ति त हामी सासमा लगाएर मात्रै देख्छु न अब देख्दिनँ भेटेँ ल ल ठिक छ भेटेँ ठिक छ खुल्ला छैन क्या तपाईँ क्युआर हो हुन्छ हुन्छ म ल ल ल अनि चामलको गेरो अलिक सानो भयो क्या राख्नु छ ल यहाँ त धेरै हेर्नै परेन त मलाई यो त ठ्याक्कै यसो तपाईँलाई रिसाल लाएर हो र अब यसको के गर्नु पर्यो त यसो खराले खुवाउदिन्छु मैले चाहिँ यसो ढदा सदा उठाइदिन्छु ढदा सक्यो बाबु लिएर आएको ढदा सकिएछ ल तिमी चाहिँ यही फुलले उठाए पनि हुन्छ अब खरानी यसो खुवाउदिन्छु बा यो नानी